लन्च टाइम भएको यहाँ हामी चाहिँ चिकन चाउमिन खान लाग्यो। खाँदै गरेको उहाँ एकताल भनेको छ फेरि भन्नु ल झोल मोमो भन्छ मोमोको जति सबै तलै झरे जस्तो छ होइन ल छिटो अहिले ढिलो होला आउँछ अरे। त्यसको भयो मिठो छ कि छैन तातो बेसरी तातो खोजेन खाऊ न त तातो अब लास्ट आगोमै पकाए जस्तो रहेछ। उमालेर ल्याएछ कि अब पुरै टाढमा आइपुगेको छौँ खानको लागि लन्च टाइम भएर अहिले चाहिँ हामी कुलिङटार रेस्टुरेन्टमा पोखरासम्मको यात्रामा हिँडेका थियौँ र अहिले चाहिँ लन्च टाइम भएर कुलिङटार रेस्टुरेन्टमा झरेर लन्च गरेर अब चाहिँ ब्याग बसमा जाँदैछौँ। बसको चाहिँ ड्राइभर हेर्नुपर्छ हौ कुन चाहिँ हो स्विफ्ट होलिडे उयो हो यो बिचको यो चाहिँ रेस्टुरेन्टको नाम कुलिङटार रेस्टुरेन्ट नै यो रेस्टुरेन्टमा चाहिँ अब हामीले चाहिँ लन्च गरिसकेर अब हाम्रो गन्तव्यतिर लाग्दैछौँ। बस चाहिँ यही हो हाम्रो हिल हाम्रो हामीसँगैको बसमा यिनीहरूले पनि बस चिनेर बस चाहिँ हाम्रो यही हो।